नमस्कार साथीहरु, आज म तपाईहरुलाई देखाउँदै छु एकदमै उत्कृष्ट प्रकाशको साधन कोप हेडलाइट। कोप भनेको चिप अन बोर्ड टेक्नोलोजी हो, जसले सामान्य एलईडी भन्दा अझ धेरै उज्यालो र लामो समय टिक्ने प्रकाश दिन्छ। कोप हेडलाइटको विशेषताहरू विभिन्न छन्। जस्तै कोप एलईडीले लगातार एकसाथ समान प्रकाश दिन्छ। अरु साधारण एलईडी भन्दा सफ्ट चम्किलो प्रकाश दिन्छ। कम ऊर्जा खपत गर्छ र धेरै कम ताप निस्किन्छ। यो लामो समय प्रयोग गर्दा पनि धेरै तातिँदैन। निम्नतम ऊर्जा प्रयोग गर्दा बढी प्रकाश निस्किन्छ। कोप हेडलाइटले फराकिलो कोणमा उज्यालो धेरै फैलाउँछ, जसले गर्दा नजिकैको ठाउँमा राम्रोसँग देख्न सकिन्छ। यसमा जम्मा दुईटा बटन दिएको छ। यो सेन्सर बटन, यो मोड बटन। यो मोड बटन दबाइएपछि विभिन्न मोडमा यसलाई बाल्न सकिन्छ। यो यू शेपको यो एलईडी छ, कोप एलईडी, र यो फोकस लाइट। यसलाई हामी 270 डिग्रीसम्म तलमाथि गरेर एडजस्ट गरी बाल्न सकिन्छ। र यो हल्का छ। तपाईहरुले जस्तै यसको प्रकाश हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, यो अहिले म सेन्सर अन गरेको छु। यसमा देखिएको छ एलईडी जलेको छ। यसो गर्दा मर्यो, यसो गर्दाखेरि बल्यो। यदि हामीले सेन्सरलाई नचलाउने भने हामीले सेन्सरलाई अफ गर्न सकिन्छ। यो सेन्सरलाई अफ गरेर मोडको बटनले चाहिँ हामीलाई यसलाई अपरेट गर्न सकिन्छ। यसका विभिन्न मोड छन्, यहाँ हेर्न सक्नुहुन्छ। फोकसको यो भयो। यो तपाईको हेर्नुस्, यसको उज्यालो कति छ। उज्यालो दिनमा पनि यसको साथमा एउटा सी टाइपको डाटा केबल दिएछ, जसले मोबाइलको चार्जरले यसलाई राम्रोसँग चार्ज गर्न सकिन्छ। यो स्ट्रिप तपाईको टाउकोको मुताबिक यसलाई एडजस्ट गरेर लगाउन सक्नुहुन्छ। यसलाई हामीले साइकल चलाउँदा, ट्रेनिङ गर्दा, क्याम्पिङ र घरमै काम गर्दा कोप लाइटलाई तपाईको राम्रोसँग उपयोग गर्न सक्नुहुन्छ। कोप लाइट तपाईलाई यो भिडियो कस्तो लाग्यो? तपाईलाई मन परेको खण्डमा यो भिडियो मन परेको खण्डमा लाइक गर्न नभुल्नुहोला र मेरो नामदोङ इलेक्ट्रोनिक च्यानललाई सब्स्क्राइब गर्नुहोला। यस्तै उपयोगी भिडियोहरु लिएर आउनेछु। यो कोप लाइटको ब्याट्री पनि एकदम सानो तर पावरफुल ब्याट्री हो। यो सामान्य पानी झरीमा पनि यो वाटरप्रुफ हो। यसमा तपाईले यो लगाएर काम गर्न सक्नुहुन्छ। तपाईको दुवै हात खाली हुन्छ र तपाईले चार्ज गर्दाखेरि यो पहेँलो ढक्कनलाई खोलेर यसमा
यो लगाएर चार्ज गर्न सक्नुहुन्छ। यो भिडियो तपाईलाई कस्तो लाग्यो? यदि मन परेको खण्डमा शेयर गरी तपाईको साथीहरुसम्म पुर्याउनुहोला र यो कोप हेडलाइट आवश्यक परेमा नामदोङ इलेक्ट्रोनिकल्समा सम्पर्क गर्नुहोला। धन्यवाद।